खेम सेन्चुरी खुट्टाले बजर थिच्दा समाजले मुटुमा थिच्यो। आज उनकै जित भयो। लोकगायक खेम सेन्चुरी द भोइस अफ नेपाल सिजन 6 मा कोच बनेर देखिँदा धेरैलाई शंका थियो, के लोकगायकले आधुनिक रियालिटी शोको मञ्च सम्हाल्न सक्छ? उनको भाषा, भेष, व्यवहार र प्रस्तुति सबैलाई केहीले आलोचनाको चस्माबाट हेर्न सुरु गरिसकेका थिए र त्यो आलोचना एउटा साधारण क्षणमा झन विस्फोट भयो जब खेमले खुट्टाले बजर थिचे। त्यो क्षणलाई सामाजिक सञ्जालमा धेरैले अनुशासनहीनता भनेर परिभाषित गरे। उनीमाथि असभ्यको ट्याग टाँसियो। सामाजिक सञ्जालमा एक लोकगायकमाथि जुन किसिमको विषम बमन भयो त्यो हेर्न सकिने खालको थिएन। केहीले उनको जातलाई समेत जोडेर टिप्पणी गरेका थिए। जबकि भोइस अफ नेपालमा जजले बजर थिच्न खुट्टा प्रयोग गरेको यो पहिलो दृश्य थिएन। यसअघि प्रमोद खरेल, मिलन नेवार जस्ता जजले पनि हातको साटो खुट्टाले बजर थिचेकै थिए, तर उनीहरूलाई कसैले केही भनेनन्। खेम सेन्चुरीमाथि भने उनको जातलाई जोडेर अनावश्यक गालीको वर्षा भयो। यसको बावजुद खेम आलोचनालाई आफूमाथि पर्न नदिएर आफ्नो मार्गमा अडिग रहे। उनले यी सबै दबावलाई साहस र हिम्मतको रूपमा बदल्दै आफ्नो कामलाई निरन्तरता दिइरहे। फलस्वरूप आज टिभी रियालिटी शो द भोइस अफ नेपाल सिजन 6 मा पहिलो पटक कोचको रूपमा प्रवेश गरेका तिनै खेम सेन्चुरीले पहिलो पटकमै सफलता हात पार्न सफल भएका छन्। शुक्रबार राति आयोजित ग्रान्ड फिनालेमा उनकै टिमका प्रतिस्पर्धी प्रशेष पाण्डे विजेता घोषित भएका छन्। यो केवल प्रशेषको व्यक्तिगत जित मात्र होइन, कोच सेन्चुरीको समर्पण, सङ्गीत प्रतिको श्रद्धा र